आहा घर पनि लछाङलुङ छ पण्डित पनि जङ्गल गएको अहिले हैन जङ्गलतिर गएको छ अब झ्यार गर्नुपर्ने अब यसलाई यहीँतिर राख्छु पहिला त म पण्डितलाई खोजेर आउँछु एकजनाले सक्दैन यो सम्झाउनु पण्डितलाई खोजेर आउँछु ल पण्डितलाई नखोजी त भएन पण्डितलाई खोज्नै पर्छ मैले कहाँ भयो ल खोज्छु ओइ पण्डित ओइ साथी ओइ पण्डित के भयो पण्डित पण्डित ला दौडा खोज्न आएको मान्छे त ओइ पण्डित पण्डित पनि ला बिहोस भएछ अब पण्डित यत्रो छ लानु पनि सक्दिनँ म केटा अब आउँछु भन्छु नि धुसेर भुइँ जङ्गल गएको भन्दै थियो जानु पर्यो अब उनीहरूलाई बोलाएर खोज्नु पर्यो यो कलतिर थियो भन्दै थियो म त जानु पर्यो कलतिर अब पनि बिहोस भयो केटाहरू पनि यहीँ थियो त्यो फेरि अप्ठ्यारो त म त फेरि यस्तो हतारमा केटाहरू फेरि छैन धुसे बकम भुसे कहाँ छौ धुसे बकम भुसे अब एक केटाहरू जकम भुसे भुसे यहाँ रहेछ के भयो नारायण के भयो तल मैले यो मारेको छु मिर्गा ठुलो मिर्गा जोत्छौ नि मान्छे जोतेको नि भुसे यत्रो छ भुसे यत्रो मिर्गा यत्रो मारेर मैले उसको बाउ बोकाएर अस्ति त्यस्तै ढाँटेको होइन लु ढाँटेको भने मलाई जेसु गर लु ढाँटेको भने तिमीहरूलाई ढाँटेको भने यस्तो मेरो पछि आउँछ मेरो पछि आउँछ मान्छे लडिरहेको छ त यहाँ त कोही मिर्गा तिमी यो मिर्गा भनेको आउँछौ तिमीहरू यो मेरो साथी हो नि त साथी प्लिज यसलाई रुमसम्म लगिदिनुहोस् तपाईँहरूले आज पनि तैँले ढाँटी छैन आज मैले ढाँटेको होइन त मेरो साथी बिहोस भइरहेको छ यी अलस तलस केही गरेको छैन आज पनि ढाँटी तैँले केही गरेको छैन यसले प्लिज तपाईँहरूले लगिदिनुहोस् ए आज पनि ढाँटे छ त्यो मान्छेले नारायणले हेर न उसको साथी बोक्नु पो बोलाएको रहेछ जहिले ढाँट्छौ नारायणले हानिदिनुपर्छ चल दुःख आइ लड्यो कता ठोक्यो खालि ढाँट्छ अन्त केटाहरूले हेर यत्रो मान्छे कहाँ बोक्नु सक्छ लगाइदियो जोतेर है मलाई हेल्प गर्थ्यो मेरो साथी पण्डितले लड्नु केटा भयो त्यसो भनेको भने किन मिर्गा साथी चाहिँ त हो म आउँछु एकदिन काम लगिदिनु हेर न फेरि पेट अलिकति खाँदो रहेछ हेर न हामी चाहिँ यस्तो लुते सक्छ क्या लानु होइन लगिदिनु यस्तो सुँगुरले त मान्छे कहाँ सक्छौ के साह्रो भारी रहेछ शाबाश बेटा